हेलो गाइज, आज त हाम्रो धान काट्ने मेलो छ है। ल हाम्रा खेतालीहरू निकाल्छु ए हाम्रो जेठानी हुन्। ए हामी धान काट्न नखाम, एउटा गएर पल्टाइसकियो कि के गरौ ल भनिदेऊ त ल। अब के गर्ने ल भन्दा गाजर लाउने ए ल ल ल ल के प्रगति गर्नु छ गर्नु है, म साथ दिन्छु तपाईहरुलाई। ए रे हेर्नु त। हेलो गाइज, हेलो गाइज, के छ खबर? किन र यता हेर रोशनी। आउनु बोलौ नि। हेलो हेर्नुहोस् है गाइज, हामी चाहिँ यहाँ खेत रोपिरा, यहाँ कागहरूले के खाउन् कुन्नी। यहाँ यता दुईजना छन् अनि म चाहिँ यसो भिडियोहरू भ्लगहरू मात्रै बनाउने हो। हेर्नुहोस् गाइज है, अरूले हो नि धान काट्ने, म चाहिँ यसो पानी सानी दिने। ल अरू ल ठिक छ जेठानी भनेको चाहिँ यस्तो हुनुपर्छ के, जिन्दगीमा अर्थोक पाउन नसके नि जेठानी चाहिँ पाछु के मैले। जेठानीको माया पाछु मैले। माया मिलोस्, सधैँभरि राम्रो होस्। दसैँ र तिहारको शुभकामना। ल ह्याप्पी तिहार भन्दा सबैलाई। ह्याप्पी तिहार। हाम्रो खेतालाहरूको हालखबर के हो? खाजा खाने बेला मन लागेन है खाजा खान भना। ल हाई गर्नु। खाजा खाना लिन जाऊ है। हाम्रो खाजा है त। हाम्रो खाजा, हाम्रो कोका कोला, सेतो कोका कोला। ल अब खेताला खाजा खाने बेला हुन्ला है त। खेताला खाजा खाने बेला आउन्ला है। म चाहिँ खाजा बान्ने बेलामा हो। बिहानको खाजा नास्ता, हाम्रो नास्ता। धान काट्ने अरूलाई खाजा लिन आउनु भनेको भोकै लागेन अरे। हेर्नुहोस् गाइज, अब 10 जना छौँ हामी। पकौडा आलु चप